गरिहालेछ। यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याई संविधान निर्माण लगायतका राजनीतिक प्रक्रियाहरूलाई अगाडि बढाउनु पर्ने तथ्य प्रश्न नै छ। अत विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान 2063 तथा विभिन्न समयमा राजनीतिक दलहरूका बीच भएका सहमति अनुरूप शान्ति प्रक्रियाका बाँकी कामहरू तुरन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं। 1. माओवादी सेनाका लडाकुहरूको समायोजन र पुनर्स्थापना। ख. शिविरमा रहेका माओवादी सेनाका लडाकुहरूको विवरण अद्यावधि गरिनेछ। ख. समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरूको संख्या बढीमा 6500 सम्म हुनेछ। समायोजन नेपाली सेना अन्तर्गत महानिर्देशनालयमा हुनेछ। त्यसमा सुरक्षा निकायबाट 65% र माओवादी सेनाका लडाकुहरूबाट 35% को संख्या रहनेछ। महानिर्देशनालयको कार्य विकास निर्माण, वन सुरक्षा, औद्योगिक सुरक्षा र विपद व्यवस्थापन हुनेछ। ग. समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरूले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्नेछ, तर उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाइनेछ। माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा 1 तहसम्म र उमेरमा 3 वर्षसम्मको बढी उमेरमा लचकता अपनाइनेछ। समायोजनमा सामेल हुनेहरूको दर्जा निर्धारण सम्बन्धित सुरक्षा निकायको मापदण्ड अनुसार हुनेछ। सुरक्षा अङ्गमा अधिकृत र अन्य दर्जामा समायोजन गर्दा सुरक्षा निकायको प्रचलित व्यवस्था र हालका अधिकृत र अन्य दर्जाका व्यक्तिहरूको वृत्ति विकासमा नकारात्मक असर नपर्ने गरी दर्जा निर्धारण गरिनेछ। लडाकुहरूको समयावधि गणना अन्मिलले प्रमाणीकरण गर्दा उल्लेख गरेको प्रवेश नीतिको आधारमा गरिनेछ। सुरक्षा निकायको ब्रिजिङ कोर्स र तालिम पूरा गरेपछि लडाकुहरूले सुरक्षा निकायको तोकिएको तहको जिम्मेवारी पाउनेछ। ब्रिजिङ कोर्स र तालिम सम्बन्धित सुरक्षा निकायले दिनेछ। समायोजनको प्रक्रिया सुरु भएपछि शिविरमा रहेका सबै हतियार स्वतः नेपाल सरकारको मातहतमा आउनेछ। 2. माओवादी सेनाका लडाकुहरूको पुनर्स्थापना। क. पुनर्स्थापनामा सामेल लडाकुहरूका लागि शिक्षा, तालिम एवं व्यावसायिक अवसरहरूको प्याकेजको विकल्प उपलब्ध गराइनेछ। सो प्याकेजको स्वरूप एवं समयावधि हेरी रु 6 देखि 9 लाखसम्मको मूल्य हुनेछ। ख. उक्त प्याकेजको सट्टा नगद रकम लिई शैक्षिक अवकाशमा जानेहरूका लागि विभिन्न तहको जिम्मेवारी हेरी सबभन्दा माथिल्लो तह तथा त्यसभन्दा तल 3 तह निर्धारण गरिनेछ तथा सबभन्दा माथिल्लो तहका लडाकुहरूलाई रु 8 लाख एवं त्यसपछिका तहमा रहेकाहरूलाई क्रमशः रु 7 लाख, रु 6 लाख र रु 5 लाख दिइनेछ। सो रकम 2 आर्थिक वर्षमा 2 किस्तामा उपलब्ध गराइनेछ। यस सम्बन्धमा 2 दिनभित्र विशेष समितिको बैठकबाट विधिवत निर्णय गरिनेछ। 3. समूह विभाजन। समायोजन र पुनर्स्थापनामा सामेल हुनेहरूको सम्बन्धमा विशेष समितिको बैठकबाट प्रक्रियागत विषयमा 7 दिनभित्र निर्णय गरी समूह विभाजनको काम प्रारम्भ हुनेछ। समूह विभाजनको काम 2068 साल मक्सिर 7 गतेभित्र सम्पन्न गरिनेछ। 4. सहमति बमोजिमका आयोगहरूको गठन। क. विस्तृत शान्ति सम्झौता बमोजिम, सत्य निरूपण तथा मेलमिलाप आयोग तथा विपत्ताहरूको छानबिन आयोग सम्बन्धी विधेयक मेलमिलापको भावना अनुरूप व्यवस्थापिका संसदबाट सहमतिको आधारमा पारित गरिनेछ। यी आयोगहरू सहमतिको आधारमा 1 महिनाभित्र गठन गरिनेछ। ख. विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान 2063 को मर्म र भावना अनुसार द्वन्द्वकालका मुद्दाहरू हेरिनेछ। 5. द्वन्द्व पीडितहरूलाई राहत सहयोग। सशस्त्र द्वन्द्वकालमा द्वन्द्वका कारण मारिएका व्यक्तिका परिवार, अपाङ्ग र अङ्गभङ्ग भएका व्यक्तिहरू, बेपत्ता व्यक्तिका परिवार, विस्थापित व्यक्ति र परिवार एवं सम्पत्ति नष्ट भएका परिवारलाई न्यायोचित किसिमले बिना भेदभाव राहत सहयोग उपलब्ध गराइनेछ। विस्तृत शान्ति सम्झौता पश्चात यसरी दिने राहत सहयोग कसैलाई भेदभाव नगरी समानताका आधारमा उपलब्ध गराइनेछ। 6. विगतका सहमतिहरूको कार्यान्वयन र विश्वासको वातावरण सृजना गर्ने। क. सशस्त्र द्वन्द्वको क्रममा एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको कब्जामा रहेका निजी तथा सार्वजनिक घर जग्गा सम्बन्धित व्यक्ति र संस्थालाई फिर्ता गरी भोग चलन गराउन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीले संस्थागत निर्णय गरी 2068 साल मक्सिर 7 गतेभित्र सम्बन्धित व्यक्ति र संस्थालाई उपलब्ध गराइनेछ। कब्जा भएको अवधिको जग्गाको आयस्ता बापत सम्बन्धित व्यक्तिलाई उपयुक्त क्षतिपूर्ति दिइनेछ। ख. विस्तृत शान्ति सम्झौता नेपालको अन्तरिम संविधान 2063 र वैज्ञानिक भूमि सुधारको मर्म र भावना अनुसार किसानहरूको अधिकार सुरक्षित गरिनेछ। ग. एकीकृत नेपाल कम्युनिस्ट पार्टी
माओवादीको यङ कम्युनिस्ट लीग वाइसिएलको अर्धपौँजी संरचना र गतिविधिको अन्त्य गरिनेछ तथा त्यसको नियन्त्रणमा रहेका सबै निजी र सार्वजनिक एवं सरकारी भवन र जग्गा 2068 साल मङ्सिर 7 गतेभित्र खाली गरी सम्बन्धित संस्था र व्यक्तिलाई फिर्ता गरिनेछ। पहिलेको सहमति बमोजिम यातायात व्यवस्था विभागमा अभिलेख राखिएका एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको प्रयोगमा रहेका गाडीहरू 2068 साल मङ्सिर 7 गतेभित्र नियम कानून अनुसार नियमित गरिनेछ। नियमित नभएका गाडीहरू सरकारले जफत गर्नेछ। शिविरमा रहेका गाडीहरू नेपाल सरकारको मातहतमा आउनेछ। कब्जा घर जग्गा फिर्ता गर्ने सहमतिको कार्यान्वयन भए नभएको अनुगमन गर्ने तथा कार्यान्वयन नभएको भए कार्यान्वयन गराउने जिम्मेवारी स्थानीय प्रशासनको हुनेछ। यसमा राजनीतिक दलहरूले सहयोग गर्नुपर्नेछ। 7 संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार। शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई सार्थक निष्कर्षमा पुर्याउन राजनीतिक दलहरूका बीचको संवादलाई निरन्तरता दिइनेछ। यसका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरिनेछ। संविधान निर्माणको कार्यलाई तीव्रता दिइनेछ। संविधान सभाबाट सहमतिको आधारमा अविलम्ब विज्ञहरूको टोली बनाई राज्यको पुनः संरचनाबारे सुझाव लिइनेछ र 1 महिनाभित्र नयाँ संविधानको मस्यौदा निर्माणको काम आरम्भ गरिनेछ। शान्ति र संविधान निर्माण प्रक्रिया उपयुक्त किसिमले अगाडि बढ्ने क्रमसँगै राष्ट्रिय सहमतिको सरकार निर्माण प्रक्रिया अगाडि बढाइनेछ। यसमा हस्ताक्षर गर्ने नेताहरू हुनुहुन्छ पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी, सुशील कोइराला सभापति नेपाली कांग्रेस, झलनाथ खनाल अध्यक्ष एकीकृत नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी, हजुर नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी एकीकृत मार्क्सवादी लेनिनवादी माथि विजय कुमार गच्छदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट धन्यवाद।